नमस्ते सबैजनामा सेवा टोक। म चाहिँ आज राम्री भएर बुहारी भएर पूजामा आइरहेको छु। उहाँ चाहिँ मेरो सानो मम्मी दिदी, उहाँ चाहिँ ठुलो मम्मी ठुलो बुवा, उहाँ चाहिँ मेरो प्यारी माइजू। अनि अहिले चाहिँ हामी चिया गफ हुँदैछ, सबैजना भेला भएर चिया खाँदै गफ गरिरहेछौँ। अनि बाहिर चाहिँ के गर्दै हुनुहुन्छ भनेर म चाहिँ बाहिर निस्केँ। उहाँहरू चाहिँ सबैजना पूजाको लागि प्रिपरेसन गर्दै हुनुहुँदो रहेछ। अनि 5 जना गुरुहरू हुनुहुन्छ। अनि सानो मम्मी ठुलो बुवा मामा माइजू दाई दिदीहरू सबैजना भएर प्रिपरेसन गरिसक्नु भएर अहिले चाहिँ पूजा हुँदैछ। पूजा स्टार्ट भयो। अनि मैले चाहिँ हल्का भिडियो बनाएँ। अनि भित्र गएको मैले कस्तो राम्रो जामा लाउनु भएको रहेछ, घुम्न लाएँ। अनि त्यसपछि उहाँ चाहिँ आन्टी रोटी बेल्दै हुनुहुन्छ उहाँले चाहिँ। अनि त्यहाँदेखि उहाँ चाहिँ मेरो जेठानी दिदी चिया बनाउँदै हुनुहुन्छ। अनि मैले हल्का दुवैजनालाई जिस्काएँ। अनि त्यति नै बेला अनि मेरो नन्द भान्जी आउनुभयो। अनि मामाहरू चाहिँ गफ गर्दै बसिराख्नु भएको छ। अनि मैले चाहिँ बाहिर के गर्दै हुनुहुन्छ होला भनेर एकचोटि हेर्न गएको। अनि पूजामा व्यस्त हुनुहुँदो रहेछ सबैजना। अनि मैले चाहिँ के चाहिन्छ होला भनेर एकछिन बाहिर निस्केको। उहाँहरू व्यस्त हुनुहुँदो रहेछ। अनि म फेरि भित्र आएको, माइजू हाँस्दै चिया लाँदै हुनुहुन्थ्यो। अनि म चाहिँ अब भान्जीसँग अब एकछिन टाइम पास गर्ने भनेर नन्द म अनि भान्जी भएर फोटोसुट गर्दैछौँ। भान्जी चाहिँ हाम्रो मोडल आजको। अनि यो साथसाथै आज लाखबत्तीको पनि प्रोग्राम छ। अनि त्यही भएर लाखबत्ती बाल्दै हुन्छ सबैजना मिलेर। अनि हामी चाहिँ भिडियो गर्दैछौँ। अनि यहाँ हेर्नुहोस् है, अब ऋषि धमलाको फ्यान हुनुहुन्छ क्या हाम्रो दिदी चाहिँ। अनि उखु बोकेर हिँड्दै हुनुहुन्थ्यो। अनि मलाई चाहिँ ठ्याक्कै ऋषि धमलाको याद आयो कि। अनि त्यहाँदेखि मैले चाहिँ दिदीलाई जिस्काएँ, तपाईँ ऋषि धमलाको फ्यान हो कि क्या भनेर। सबैजना हाँस्नुभयो। लाखबत्ती सबैजना बाल्दै हुनुहुन्छ। अनि मैले चाहिँ दिदीलाई जिस्काएँ। अनि माथि गएँ। अनि भान्जा भान्जीहरूको भिडियोहरू बनाइदिएँ। कस्तो रमाइलो पल नि यो पल चाहिँ। अनि कस्तो राम्रो लाग्छ, पछिसम्म पनि यादगार हुन्छ। त्यही भएर मैले भिडियो क्लिक गरिदिएँ। अनि भिडियो क्लिक गरेर बाहिर निस्केको, के गर्दै हुनुहुन्छ होला भनेर। अनि यहाँ बाहिर के भुइँमा खसेको रहेछ, के भएछ भनेर हेर्दाखेरि त माथिबाट पैसा झरेको रहेछ। अनि उहाँहरू चाहिँ पैसा टिप्दै हुनुहुँदो रहेछ। अनि दिदीले चाहिँ माथिबाट सेल पनि खस्यो, मैले त्यही सेल टिपेर खाएँ भन्नुभयो। अनि नपत्ता यहाँ गुरुलाई सोध्नु न भन्नुभयो। अनि त्यति नै बेला फेरि दिदी 10 रुपियाँ पाएँ भन्दै हाँस्दै खुसी भएर आउनुभयो। अनि त्यहाँदेखि दिदीले चाहिँ अनि 10 रुपियाँ होइन मैले त पैसा पनि पाएँ।